गाइज है म चाहिँ घुम्न निस्केको छु एक्लै छु है यो के भन्छ यो बाहिरनिर एक्लै हिँड्न थालेको छु अब यतानिर चाहिँ अलिकति डेन्जर हुन्छ होइन अलिकति अब मान्छे कम हो अलिकति रिक्सै बोकेर हिँड्नुपर्छ सो एक्लै हिँडिरहेको छु मस्त होइन साथीहरू पनि छैन साथीहरू पनि बिचरा सबैको नै आफ्नो काममा छ आज चाहिँ मेरो छुट्टी हो त्यही भएर चाहिँ यसो एक्सर्साइज पनि हुन्छ भनेर यसो होइन निस्किएको छु बाहिर एक्लै छु उता साथीहरू भेट्न हिँड्दैछु है सो अब पुरानो कम्पनी म चाहिँ नयाँ कम्पनीमा सराएको थियो त्यही भएर यता पुरानो कम्पनीको केटाहरू साथीहरू भेट्नलाई भनेर यसो निस्किएको सो त्यस्तै गाह्रो क्या अलिकति अब गर्मी पनि त्यस्तै है एक्लै अलिकति डर पनि लाग्नुपर्ने त्यस्तै टाइपको छ यो ठाउँमा चाहिँ कस्तो हुन्छ भने एक्लै देखेपछि होइन अलिकति आक्रमण गरेपछि अनि कस्तो हुन्छ भने अलिकति त्यहाँनिर अरू मान्छेहरूले देखे पनि होइन वास्तै नगर्ने त्यस्तै टाइपको हुन्छ क्या त्यही भएर बी केयरफुल गरेर हिँड्नुपर्छ है अनि अलिकति झन् भाषा नआएपछि झन् गाह्रो हुन्छ मलाई नि खासै भाषा आउँदैन होइन अलिअलि आउँछ सो भयो नि बी केयर गरेर हिँडिरहेको छु आफ्नो केयरैमा हिँडिरहेको छु है अब दिन दशा आयो भने त अब यसो घटनाहरू त भइहाल्छ पनि सो नहोस् भन्न चाहन्छु है सो अब उता साथै ठाउँ भएको ठाउँमा पुगेर चाहिँ फेरि एउटा भ्लग बनाउने छु है त गाइस।